आज नेपाललाई यस्तो देखियो ठुला दलको दबदबा चलेको बेलामा दादागिरी राजनीतिक दादागिरी चलेको बेलामा इतिहास रचनाका लागि डडेलधुरा गएर अर्ग्यानिक मत ल्याएको बहादुर मान्छे हो। विजयी गराउनु भनेको एउटा व्यक्ति एउटा युवालाई जिताउनु मात्र होइन, क्रान्तिको एउटा बिगुल यसलाई अगाडि बढाउनु हो। एउटा क्रान्तिकारी मान्छे हो। यो क्रान्ति भन्ने शब्दलाई रातो तातो बनाएका छन्। रासोपाले क्रान्तिलाई रातो तातो होइन निलो बनाएको छ। हामीले गरेको क्रान्तिमा कुनै आमाको कोख रित्तिँदैन, कसैको सिउँदो पुछिँदैन, कोही टुरा हुँदैनन्, कोही घाइते हुँदैन, मात्र मतपत्रमा बसेर मत खसाल्ने यही हो हामीले चाहेको क्रान्ति। यसरी नै बदल्ने हो इतिहास यसबाट। अर्का उम्मेदवार हामीसँग हुनुहुन्छ गोविन्द पन्थी, सुशासनको एउटा यस्तो जबरजस्त उदाहरण हुनुहुन्छ। उहाँले चलाउने सुशासनको डन्डाबारे धेरै कमलाई थाहा छ होला, तर म दुई पटक गृहमन्त्री भइसकेको मान्छेले गर्दा मैले चिनेको छु के गर्न सक्छन् के गर्न सक्दैनन् गोविन्द पन्थी। सोचेर विचार गरेर सुशासनको सुनामीका रूपमा तपाईँ चिन्न सक्नुहुन्छ गोविन्द पन्थीलाई। सुशासनको सुनामीका रूपमा गोविन्द पन्थीलाई सुनामी झैँ तपाईँहरूले मतदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो न्यानो आतिथ्य, यो न्यानो